नेपालले आइतबार ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखलाई नै मौका दिने सम्भावना छ। उनीहरूले यही अक्टोबरमा सम्पन्न टी20 विश्वकप छनौटमा उत्कृष्ट प्रदर्शन गरेका थिए, जहाँ कुशलले 207 तथा आसिफले 195 रन बनाए। उनीहरू अब आफ्नो लय लिग 2 सिरिजमा पनि कायमी राख्न चाहन्छन्। अमेरिका विरुद्ध नेपालले तेस्रो नम्बरमा कप्तान रोहित कुमार पौडेललाई मौका दिने देखिन्छ। उनी ओडिआईमा नेपालका सर्वाधिक सफल ब्याटर हुन्। रोहितले हालसम्म 68 इनिङ्समा 1851 रन बनाएका छन्। त्यसक्रममा रोहितले 11 अर्धशतक र 1 शतकीय पारी खेलेका छन्। त्यस्तै अमेरिका विरुद्धको खेलमा चौथो स्थानमा भीम सार्की, 5औंमा दिपेन्द्र सिंह ऐरी, 6औंमा आरिफ शेख, 7औंमा गुलशन कुमार झा, 8औंमा सोमपाल कामी, 9औंमा नन्दन यादव र करण केसी मध्ये एक, 10औंमा सन्दीप लामिछाने र 11औं नम्बरमा ललित नारायण राजवंशीले मौका पाउन सक्छन्। तपाईको विचारमा अमेरिका विरुद्धको खेलमा नेपालको प्लेइङ 11मा कसलाई मौका दिनु पर्ला? कमेन्ट लेख्नुका साथै आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया हाम्रो टिकटक आइडीलाई फलो पनि गर्नुहोला। धन्यवाद।